यो चाहिँ अलि अनौठो खालको चिज छ। यो भिडियो चाहिँ घरमा बसी बसी मेरो भिडियो हेरेर तपाईसँग कुन कुन चिज छ भन्नेहरूको लागि है त। यो माथिको मास्करपोने चिज, यहाँ छ स्प्रेड चिज, यो स्लाइस चिज, यो क्यामेम्बर्ड चिज, यो ब्लू चिज। यो भने अर्को छ क्रिम चिज। यता 1 लिटरमा पनि छ, आधा लिटरमा पनि छ, अलि सस्तो चाहियो भने पनि छ हामीसँग। यो चाहिँ मोजरेला चिज, कन्डक र पिज्जाको लागि बेस्ट छ। यता पछाडि अमुलको पनि छ भने यो डाइस्डमा 1 केजीको पनि छ। यहाँ श्रेडेडमा हाफ केजीमा छ भने यो स्लाइस चिज यता छ। यिनीहरू चाहिँ चेदर चिज हो, व्हाइटमा पनि छ, रेडमा पनि छ, इमेन्टल छ। यो इमेन्टल हामी सानो प्याकेटमा पनि यसरी बनाएर राखेको छौँ। इमेन्टल एकदमै बेस्ट क्वालिटी है त। यो पछाडि भएको यो ठुल्ठुलो ढिक्का घट्टाहरू चाहिँ यो स्मोक चिज, बार्बिक्यू टाइपमा। यो गट चिज पनि छ हामीसँग, बाख्राको चिज सानोमा पनि छ भने यो कोल्बी भन्ने यो अमेरिकन चिज हो, यो 200 ग्राममा छ भने यो पछाडिको यो ठुल्ठुलो यिनीहरू चाहिँ कञ्चन चिज, काउ चिज भन्छ भने। यता हामीसँग फेता चिज पनि छ, यहाँ क्युबमा अमुलको पनि छ। यहाँ अर्को खालको फेता छ, यो चाहिँ क्युमिन चिज, जिरा हालेको छ यसमा भने। यता चाहिँ खोर्सानी फ्लेक्स, चिली फ्लेक्समा पनि छ हामीसँग। हेर्नु है, 200 ग्रामको बनाएर राखेको छु भने यो भइहाल्यो चिली चिज। यो पार्मेजन भयो, यो पार्मेजन पनि 200 ग्राममा छ हामीसँग भने। यो चाहिँ अलि अनौठो खालको चिज छ, एदम चिज भन्छ यसलाई। यसमा अलिकति फ्याट कम हुन्छ अरू चिजहरूमा भन्दा। यो यसमा पनि अलि सानो साइजमा पनि हामीले बनाएर राखेको। अझै यहाँ मुनि चाहिँ यो गौडा चिज पनि छ हामीसँग। यो चाहिँ यो बाहिरको चाहिँ यो यसको कभर जस्तो हो, चिजको कभर जस्तो हुन्छ क्या। यो चाहिँ कोडिङ गरेको हुन्छ, भित्र चाहिँ यस्तो हुन्छ है। सानो साइजमा पनि हामीले बनाएर राखेको छु यसरी 200 ग्रामको। अल्टिट्युड याक चिज पनि हामीसँग यसरी आउँछ। बेस्ट याक चिज, ओरिजिनल याक चिज। अनि याक चिज अलिकति हार्डमा पार्मेजन टाइपमा चाहियो भने पनि हामीसँग छ। यो थियो आजको हाम्रो चिज टुर। आउनु होला चिज प्लस नेपाल, काठमाडौँको 16 खुट्टीमा रहेको छ।